गाइज वेलकम टु माई च्यानल्स फर्स्ट भिडियो। यो भिडियो चाहिँ आज मेरो मामाको इङ्गेजमेन्ट ब्लग हुनेवाला छ। आज म तपाईँले देखाउँछु मेरो मामाको इङ्गेजमेन्ट कसरी हो नि कोसँग हुँदैछ त्यो आज म तपाईँलाई पुरा भ्लग देखाउँछु। अहिले चाहिँ रातिको 2:10 भइरहेछ अनि सबजना सुतिरहेको थिएँ। मलाई एक्साइटमेन्टले गर्दा निन्द्रै भइरहेको थिएन भने के गर्नु भन्ने भ्लग स्टार्ट गरिदिन्छु। अनि हेर्न सक्नुहुन्छ म मुनि तपाईँलाई देखाइदिन्छु के कसो छ। अहिले मेरो दिदी नुहाउँदै हुन्छ, मम्मी नुहाउँदै हुन्छ। अनि अहिले पनि धेरै जस्तो मान्छेहरू सुतिरहेको छन्, तपाईँ हेर्न सक्नुहुन्छ। मेरो मम्मी अब नुहाउनु भइसकेको छ, मलाई नुहाउनु भइसकेको छ, मम्मीलाई पनि भइसकेको छ, दिदीलाई पनि भइसकेको छ मेरो। अनि त्यस पछाडि अब यहाँ मेरो माइजू हजुरआमा नुहाउनेवाला हुनुहुन्छ। अनि यहाँ मेरो अहिले आन्टीहरू जस्ट सुतेर उठ्नु भएको छ, अहिले नुहाउनुहुन्छ। हिजो थाकेर आउनुभएको थियो, त्यही भएर अहिले हल्का टाइम लाग्छ। त्यही भएर अब तपाईँ हेर्न सक्नुहुन्छ यो मम्मीको लेहेङ्गा हो, तर मेरो दिदीलाई अलग चुल मचिरहेछ। म मम्मीको लेहेङ्गा ट्राई गर्छु। यो नयाँ किन्नुभएको थियो, फिटिङ गराउनु भएको थियो अनि मेरो दिदीको हिसाबसम्मको पनि फिटिङ गराउनु भएको थियो। अनि त्यही भएर यो तपाईँ हेर्न सक्नुहुन्छ, यो चेक गर्नुभएको थियो। अहिले मम्मी एकबार तुलाई आएको देखा न, एकबार तुलाई मेरो भाइ अहिले उठिरहेको छ, मम्मी रेडी हुँदै हुनुहुन्छ। यसको अलग नाटक चल्दैछ, नुहाएपछि ब्रस गर्न गइरहेछ। उसको इङ्गेजमेन्ट हो त्यो, उहाँ अहिले एकदम सुतिराख्नु भएको छ, केही टेन्सनै छैन उहाँलाई। गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ यो मतलब इङ्गेजमेन्टमा भार भनिन्छ, हाम्रो ल्याङ्ग्वेजमा भार दिइन्छ नि। यो यति भारहरू छ नि। अनि यसमा चाहिँ बेहुलीको लुगाहरू, मेकअपको सामानहरू छ। अनि यहाँ अझ बेहुलीको फ्यामिलीवालाहरूको पनि लुगाहरू छ, तपाईँ हेर्न सक्नुहुन्छ। आउनु गइरहेछ अहिलेसम्म सुतिराख्नु रहेछ। गाइस यिनीहरू अहिले मेहन्दी लगाउँदैछन् र मामा उठिराख्नु रहेछ लिटरली अहिले। भाइ नुहाएर आएको छ, बाबुले पनि नुहाइसक्नु रहेछ। हल्का हल्का उज्यालो भइरहेछ। गाइसमा मेरो युट्युबर बाबा इन्द्रदेव शाह अहिले भाँडाहरू गाडीमा हाल्ने प्रक्रिया चलिरहेछ। अहिले लिटरली मेरो मामा ब्रस गर्दै हुन्छ। अहिले बजिसकेको छ 5:20। गाइस अहिले मेकअप लगाउँदै हुन्छ सबजना। हामी आधी रेडी भएर मतलब वाकमा हिँडिरहेको छौँ। मतलब म रेडी भएको छुइनँ फुल्ली, यो अलमोस्ट भइसकेको छ, ऊ पनि भइसकेको छ। उसको मात्र जुत्ता अनि उसको पनि त्यस्तै केही छ होला। मेरो अहिले कपालमा तेल लगाउनु बाँकी छ, जुत्ता लगाउनु बाँकी छ, के बाँकी छ। त्यही भएर म हाफ रेडी छु। यिनीहरू अलमोस्ट यो त पुरा क्लियरै छ। त्यही भएर सो अब म फाइनल लुक देखाउँछु। मलाई काम हराइसकेको छन् अनि अहिले हामीलाई भन्नुभएको छ कि यहाँ पुलचोक भन्ने छ राजमा, त्यहाँबाट इभी हाम्रो लागि हो, त्यो इभी गाडी लिएर आउला। अब गाडीवाला कहाँ छ, म त एउटा पनि इभी हेरेको छुइनँ टाढासम्म। अब हेरौँ कति देरसम्म आउँछ। हो उहाँको लुक एकदम बब्बाल छ। अनि अङ्कलको पनि राम्रै छ, एकदम हुनुहुन्छ। मेरो बाबा अहिले रेडी हुँदै हुन्छ। त्यो मेरो सानो भाइ, उसको त झनै बब्बाल छ, ऊ सानो छ झन् क्युट लागिरहेछ। यो मेरो बुनु हो, ऊ पनि राम्रै लागिरहेछ। यिनीहरू रेडी भएकै छैनन्, ऊ त झन् यस्तो बब्बाल देखिरहेको छ नि के भन्नु तपाईँलाई अझ। एन्ड यसको त मुख नराम्रो भए पनि लुगाले गर्दा राम्रो देखिरहेछ, राम्रो लाग्दै हुन्छ। मेरो हजुरआमा तपाईँ हेर्न सक्नुहुन्छ, मतलब पुरानो हुनुहुन्छ तर राम्रो देखिराख्नु हुँदैछ। मेरो सानो भाइ हेर्न सक्नुहुन्छ कति राम्रो। मेरो मम्मी कहाँ हुनुहुन्छ खोज्दैछ, तोर मम्मी हो त जो बैठल छ, गाइज मेरो हजुरआमा नानी भन्दा पनि हुन्छ, हामी नानी नै भन्छौँ। कति राम्रो लाग्दै हुन्छ यो रेड कलरको झन्। हेर्न सक्नुहुन्छ एकदम इङ्गेजमेन्टमा त 4 चाँद लगाइदिनुहुन्छ, त्यति म ग्यारेन्टी भन्छु। गाइज
उहाँ मेरो ठुलो मम्मी उहाँ मेरो आन्टी हेर्न सक्नुहुन्छ कति राम्रो लाग्दै हुन्छ त इङ्ग्लिस इन्डिया त तपाईँहरूले 4 चाँद लगाउनुहुन्छ यति म ग्यारेन्टी भन्न सक्छु उहाँ मेरो हजुरबुवा हो मतलब नाना भन्दा पनि हुन्छ धेरै राम्रो लाग्दै हुन्छ यस्तो सुटहरू लगाएर फर्स्ट टाइम मैले यति राम्ररी देखेको छु नानालाई रेडी भइसक्नु मतलब त्यो कानमा के लगाउनुहुन्छ मलाई थाहा छैन अनि यो मेरो दिदीको लुक हो गाइस यो मेरो दिदी हो अनि दुइटै दिदी हो यो सानो हो यो ठुलो हो नि अनि यसले चाहिँ गाउन लगाएको छ यसले के सरारा गरारा के त्यो लगाएको छ अनि राम्रै लागिरहेछ मेकअपमा त धेरै दलिन राम्रै थिएँ अनि यो काजलले गर्दा धत्तेरी हट हट ए मेरो यो बुनुको फाइनल लुक ए मेरो यो बुनु पनि रेडी छ तपाईँ हेर्न सक्नुहुन्छ हेलो गाइज मैले मम्मी माइजू र मामाको र अर्को मामा माइजूको आउटफिट लुक दिन सकिनँ त्यही भएर मैले फोटो हालिदिएको छु तपाईँ हेर्न सक्नुहुन्छ मेरो मामा माइजू मम्मी कस्तो राम्रो लाग्दै हुन्छ तपाईँ हेर्न सक्नुहुन्छ है हामी यहाँ बर्दिवासतर्फ लाग्न गइसकेको छौँ एउटा कार छ एउटा माइक विङ्गर छ अनि एउटा इभी छ तपाईँ हेर्न सक्नुहुन्छ अनि यहाँ हुनुहुन्छ यहाँ मेरो मौसी ठुलो मम्मी आन्टी हजुरआमा अनि मेरो दिदी बहिनीहरू दिदी अनि यहाँ मेरो दिदी अनि त्यहाँ अहिले वर्ल्ड वार चल्दैछ तपाईँ हेर्न सक्नुहुन्छ अनि ऊ त्यहाँ अगाडि मेरो मामा हुन्छ अनि त्यो कारमा मेरो मामा जाँदै हुन्छ डाटा माग्दै त्यो डाटा दिनु भएन फोन मागे फोन पनि दिनु भएन सब केटीहरूको कपाल उडिरहेको छ जसले क्लिप लगाएको थिएन हेर्न सक्नुहुन्छ यसको त झन् उडिरहेछ एकचोटि खोल्न यार प्लिज यार खोल्न अहिले आउँदाखेरि चाहिँ मलाई अल्छी लागेर त्यही भएर मैले भगवान होइन अनि अब हल्का आइदिएछु अब हल्का बिस्तारै बनाउँदै जान्छु अब मतलब हल्का बिहा त बिग्रिसकेको छ होला तर पार्टी प्यालेसको बसमा गएर हाम्रो मिटअप चाहिँ त्यही हो इक्जाम हलको पनि त्यही हो अहिले पनि अब अहिले चाहिँ यहाँ हो मस्त अङ्कलले भोजपुरी गीत बजाउँदै हुन्छ तपाईँ हेर्न सक्नुहुन्छ यहाँ गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ क्या बक्कल रोड छ ओ माई गड अहिले हामीहरू एकदम चार्जिङ ब्रेकको लागि अहिले हाम्रो गाडी त्यहाँ चार्ज भइरहेको छ अनि त्यहाँ हेर्न सक्नुहुन्छ उभिरहेको छन् अनि यहाँबाट चाहिँ हामी सिधा जाने यहाँबाट हामी आएको थियौँ अनि अहिले त्यहाँ मेरो दिदी जानुभएको छ र केही खानेकुराहरू त अब लाइक यहाँदेखि यही 19-20 किलोमिटर टाढा होला पार्टी प्यालेस त्यहाँ गएर मतलब 3टा गाडी थियो त्यसमध्ये अहिले इभी चाहिँ यहाँ चार्ज भइरहेछ अझ एउटा कार र विङ्गर जुन चाहिँ त्यो पुगिसकेको छ अब हेरौँ हामी कति ढिलो पुग्छौँ यहाँ त अस्ति नै गरेको छ यार के भन्नु अहिलेको पेट्रोल बन्दै बसिरहेको थियो गर्मी लागेको छ के भन्नु हावा पनि चल्दैन साह्रै गरेको छ हामी दिपक पार्टी प्यालेस पुगिसकेको छौँ अनि अहिले हामी रुममा थियौँ अनि त्यस पछाडि अहिले खाजा खाने बोलाएर आएको छ अनि हामी खाजा खान गएको छौँ अनि अब हेरौँ म तपाईँलाई हेराउँछु के कसो छ नि यति छ खाजामा अनि यो हाम्रो रुम हेर्न सक्नुहुन्छ अब हामी चाहिँ गइरहेछौँ खाजा खान अनि तपाईँलाई यहाँदेखिको पुरा भ्यू देखाउँछु सक्ने कस्तो रही यो चाहिँ हाम्रो भइहाल्यो ग्राउन्ड फ्लोर अनि उतातिर चाहिँ उता छ उताहरू अनि यो अगाडिको फ्रन्ट भइहाल्यो तपाईँको हेर्न सक्नुहुन्छ एउटै गाई सुरमा यहाँ पुडी छ भयो अनि यहाँ हाम्रो जेरी एउटा अनि यहाँ हाम्रो भइहाल्यो मिक्स अचार मिक्स तरकारी भयो
मेरो भाइले चाहिँ मलाई खुब हेल्प गरिदिरहेछ म यहाँ भनिरहेको मेरो हालिदिँदैछ अनि यहाँ हाम्रो भइहाल्यो अचार यो चाहिँ तरकारी रहेछ ओइ मलाई थोरै दे मलाई थोरै दे भयो भयो म अब रुपी यो राखेर आइज गाइज यहाँ हेर्न सक्नुहुन्छ म यो खाँदै थिएँ अघिदेखि तपाईँ हेर्न सक्नुहुन्छ है यस्तो छ यहाँ सबजना बदाम जुस खाँदैछ यति गर्मी छ यहाँ तर पनि यसले हामीलाई बचाइरहेछ अहिले केही छैन अब ठिक छ मान्छेको भिडियो सुट हुँदैछ हेर्न सक्नुहुन्छ यहाँ अहिले मेरो मामाको ऊ के भन्छ पूजावाला भिडियो सुट हुँदैछ अघि फोटोसुट पनि हुँदैछ मैले त्यसको रेकर्ड गर्न सकिनँ अनि मेरो दिदीहरू अहिले फेरि मेकअप गरेर आइरहेका छन् गाइस अहिले मामाको चाहिँ त्यहाँ उतो भइरहेको छ मामा त्यहाँ चेयरमा सोफामा बसिरहेको छ तपाईँ हेर्न सक्नुहुन्छ ओहो हजुरबाले छिटो अब मालिजुको एन्ट्री भइरहेछ तपाईँ हेर्न सक्नुहुन्छ है मामा हात दिइहाल्नु हात त दिनु बिचारा मामा हात त दिनु पर्थ्यो नि केही छैन अहिले हाम्रो स्वागत गाइज अहिले चाहिँ हामीहरू घर फर्किँदैछौँ तर केही कारणले मेरो भिडियोमा भोइस रेकर्ड भइरहेको थिएन त्यही भएर अहिले तपाईँ हेर्न सक्नुहुन्छ जे छ त्यही छ हेलो गाइस म चाहिँ उहाँको भाइ बोलेको अहिले चाहिँ हामी जाँदैछौँ र तपाईँहरूलाई चाहिँ अँध्यारो देख्न सक्छ गाइज अहिले हामीहरू चाहिँ घरतर्फ लागिरहेको थियौँ अनि म चाहिँ सुतिसकेको थिएँ अनि मेरो भाइले चाहिँ यहाँदेखिको रेकर्ड गरौँ थ्याङ्क यू भाइ रेकर्ड गरिदिनुको माया मेरो भाइले धेरै हेल्प गर्यो रेकर्ड गरेर त्यहाँ फर्किँदैछौँ हेर्नु यहाँ चाहिँ दाइ जुत्ता सुतिसक्नु भएको छ मतलब मेरो भाइले लास्ट टाइम सुट गरिदिएको मैले गरेको छैन किनकि मलाई धेरै थकान भइसकेको थियो मतलब त्यहाँदेखिको हुन्छ नि धेरै भिडभाड पनि भइसकेको थियो त्यही भएर मैले गरिनँ अनि अब मेरो भाइले लास्टमा हेल्प गरिदियो धेरै राम्रो लाग्यो अनि इङ्गेजमेन्ट राम्ररी नै भयो त्यस्तो उतो केही भएन अनि अब म त अहिले घरमा छु घर आइपुगेँ यो लिटरली इङ्गेजमेन्टको 2 दिनपछिको यो मैले बनाइरहेको छु नि त्यही भएर सरी फर द्याट सो बाई